भ्लग बनाउँछु। हेलो गाइस, मेरो नाम निरञ्जन। मेरो न्यू भ्लगमा तपाईहरुलाई फेरि स्वागत छ। म यहाँ सन्चै छु। तपाईहरुलाई कस्तो छ कमेन्ट गर्नु होला। आशा गर्दछु तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। आज चाहिँ म यस्तो गर्छु भन्ने केही थाहा छैन। म चाहिँ आज दिनभरि जे गर्छु त्यही देखाउँछु तपाईहरुलाई। मेरो प्लान गरि छैन यस्तो गर्छु त्यो गर्छु भन्ने प्लान गरि छैन। आज दिनभरि जे गर्छु त्यही देखाउँछु तपाईहरुलाई। भिडियोको अन्तिमसम्म हेर्नु होला। म चाहिँ भर्खर कलेजबाट आएँ, अब कपडा फेर्छु। गाइस, म चाहिँ लास्टै खुसी छु। किन भन्नुस् न। यहाँ हेर्नुस् मासु तरकारी। आज चाहिँ मासु तरकारी खाने हो। छिटो खान्छु मासु भात। आज कहाँ त मासु पाकेको छ यहाँ। मासु भात खान्छु अब। हैरान भए गाइस, हैरान। कति धुने हो कि कपडा, जति धोए पनि कहिले त्यो बस्छ, कपडा कहिले त्यो बस्छ। सबभन्दा झड लाग्ने काम यही कपडा धुने हो अनि भाँडा माझ्ने। कहाँ धुने भयो म त। त्यो पनि केही छैन गाइस। अब आफ्नो कपडा भएपछि त धुनु पर्यो होइन। त्यसपछि लेट्स गो, अब धुनुपर्छ कपडा। गाइस, म चाहिँ कपडा धोएर सकेँ अनि भाँडा जुत्ता पनि धोएँ। अब म चाहिँ सुत्छु। लास्टै दब या त गेम खेल्छु, एकछिन रिल हेर्छु अनि सुत्छु। गाइस, म चाहिँ 1 बजे सुतेर मान्छे 4 बजे उठ्न लाग्छु। लास्टै टाउको दुख्नु लाग्छ। अब म चाहिँ लास्टै टाउको दुख्नु लाग्छ। गाइस, 4 बजेको मलाई लाग्यो भोक। म चाहिँ अब 10-20 रुपियाँ लिएर दोकान जान्छु। दोकानकै चिज किनेर खान्छु यार। अब केही छैन यहाँ। भात पकाउनु पनि यति बेला के पकाउनु र। 4 बजेको लास्टै होला यार साथीहरू। आज नसुत्नु पर्ने क्या म। होमवर्क पनि धेरै छ। होमवर्क गर्न साथी म सुतेँ यार। कस्तो भन्छ होमवर्क नोट छन्, खोक्ने छ। के गर्ने हो कि एउटा गर्नुपर्छ। अब लेखेपछि खोक्ने भ्याइन्न, खोकेपछि पढ्ने भ्याइन्न। के हो क्या होमवर्क हुन्छन्, नोट हुन्छन्, के लेख्नु हो क्या। हैरान भइगयो यार। यो पढाइ फार्नु जाओस्। म चाहिँ गयो क्यान्टिन। पैसा कहाँ छ? म त पैसा यस्तामा राख्छु फेरि। हजुर भ्लग बनाउँछु। गाइस, अब किनेर आएँ, अब खान्छु। हेर बाबु पनि यहाँ छ नि। लौ खाऊ। सब्सक्राइब गर्ने भन्देऊ। गुड। गाइस, म चाहिँ वर्कआउट गर्न आएको छु। आज चाहिँ अलिक ढिलो भएको, सनसेट पनि देख्नु लाग्छ छैन। हेर्नुहोस्, यो सनसेट पनि ठिकै देखेको छ। आज अलि त्यति दामी कुटेको छैन भ्यू। अघि नै मलाई निराशा लाग्न लाग्थ्यो, एक्लै थिएँ। अब बाबु आएछ नि। बाबु आए त लास्टै खुसी लाग्यो। सब्सक्राइब भन्देऊ। बाबुले सब्सक्राइब हेर्नुहोस् क्या दामी देखिन है मुन पनि। गाइस अब म चाहिँ एक्सरसाइज गर्छु, वर्कआउट गर्छु, एकछिन बल खेल्छु,
आज चाहिँ ढिलो भयो, अलिक काम थियो, भात पकाउन लगाएको थियो, त्यही भएर ढिलो भयो। गाइस हामी चाहिँ वर्कआउट गरेर सकियौँ, अँध्यारो भइगयो, अलिअलि सनसेट अघि नै भयो। म त वर्कआउट गर्ने बेला नै वर्कआउट गर्न आएको थिएन, त्यति बेला भइगयो थियो सनसेट त। हेर्नुहोस् अहिले यस्तो देखिन लाग्छ, यी दामी, तर नि दामी देखिन्छ कि जे भने पनि जे गरे पनि। यहाँ त चाहिँ मेरो मोबाइलले भ्यान्न होला, नत्र त त्यो क्यामेराले यस्तो फोटो खिच्नुपर्छ नि। यहाँ दामी आउँछ क्या। बाबु यहाँ तिनीहरू बल खेल्न रहेछन्। आज चाहिँ मलाई त्यो भएन, जे होस् एक्लो छु भन्ने भएन, भन्नाले पनि अघि पछि म एक्लै गर्थेँ यस्तो वर्कआउट, एक्लै गर्थेँ। आज चाहिँ दुईवटा बाबुहरू आएको थियो, अनि दामी लाग्यो। त्यही बोल्दै खेल्यौँ, एकछिन बल खेल्यौँ, वर्कआउट गऱ्यौँ। अहिले यिनीहरूलाई सिकाउँछु। अब चाहिँ हामी तल जान्छौँ अनि हात खुट्टा धुन्छौँ। गाइस जाडो दिन आइगयो। अब हेर्नुहोस् दिदीले के ल्याइदिनु भएको छ मेरो लागि। एउटा गलबन्डी अनि एउटा टोपी। यो टोपी हेर्नुहोस्, एउटा टोपी एउटा गलबन्डी ल्याइदिनु भएको छ। जाडो दिन आइगयो। गाइस अब चाहिँ हामी भात खान लाग्छौँ। यी हेर्नुहोस् बाबु पनि छन्, नत्र म एक्लै हुन्थेँ भात खाने। आज भात पनि धेरै पाकेको थियो, त्यही भएर बाबुलाई पनि दिन लाग्छु। अनि बिहानको मासु बचाएको थियो, हेर्नुहोस् यो मासु पनि खान्छौँ अनि भात पनि खान्छौँ। गाइस आजको लागि यति नै। भिडियोलाई नेक्स्ट भ्लगमा बाई बाई।